जुत्ता बनाउनको लागि एकदमै नेचुरल तरिका मान्ने गरिन्छ, जसको प्रोसेस थोरै मान्छेलाई मात्रै थाहा हुन सक्छ। सबैभन्दा पहिला त केतुकीका मोटा पातहरू काट्ने गरिन्छ। यही पातमा लुकेको हुन्छ एकदमै नेचुरल फाइबर। त्यसपछि यी पातहरूलाई एउटा मिसिनमा हालेर दबाएर यो पातको गुदाहरू निकाल्ने गरिन्छ। गुदा निकालिसकेपछि काम लाग्नेवाला रेसालाई बाहिर जम्मा गर्ने गरिन्छ अनि त्यसलाई घाममा सुकाएर यसमा लागेको गुदा पूरी तरिकाबाट सफा हुने गर्छ। यो फाइबर पूरै तरिकाबाट तयार गरिसकेपछि यसलाई ट्रकमा लोड गरेर अर्को फ्याक्ट्रीमा लाने गरिन्छ। त्यसपछि फ्याक्ट्रीमा यी फाइबरहरूलाई मोडेर मोटा रस्सी बनाउने गरिन्छ। त्यस्तै यी सिधा रस्सीबाट जुत्ताको साइज दिन धेरै गाह्रो हुन्छ। त्यसैले यो रस्सीलाई यस्तो प्रेसर मेसिनमा दबाएर प्लेट सिटमा बदल्ने गरिन्छ। यसै सिटबाट जुत्ताको साइज काट्ने गरिन्छ। त्यसपछि माथिबाट सिलाउने गरिन्छ र पेन्टेड कपडालाई चढाएर यसरी बन्ने गर्छ। तपाईँले लगाएर हिँड्ने बलियो र नेचुरल जुत्ता।